हेलो नमस्ते सबैलाई। आज मैले चाहिँ अलिकति चित्तै दुखेर मैले भिडियो बनाउनु पुगेको हो। मैले अब कुनै बेलामा मैले गल्ती गरेँ होला, तर मैले मेरो छोरीले गर्दाखेरि मैले भिडियो बनाउनु पुगेको हो। मेरो छोरीले म भन्छु मेरो छोरी तर जे होस् मैले मेरो कोखबाट जन्मेको त होइन, त्यही पनि सौताको छोरी हुन्, जेठीबटीको हुन्। त्यही पनि मैले पाले थिएँ, राम्रै गरेको थिएँ, तर उसले चाहिँ मलाई सौतानी आमा हो भन्दै हिँड्ने रहेछन्। मैले चाहिँ भन्छु सबैलाई मेरो जेठी छोरी हो भनेर हिँडेको, तर छोरीले मेरो बेइज्जत गर्दै हिँडिदिने। रन्डी भालु भन्ने मलाई छोरीले, अनुष्का हो, नाम चाहिँ अनुष्का है। फेरि मलाई रन्डी भालु भन्दै हिँड्ने, तेरो बेइज्जत गरिदिन्छु हिँडिदिन्छु भन्ने। अनि आमालाई त्यस्तो व्यवहार गर्ने कसैको छोरी छ भने यति राम्रोमा राम्रो नराम्रो कमेन्ट गर्नु होला। म त्यस्तो केही पनि धेरै सोझी भएर पनि हो कि अब त्यस्तो अब के हो, मलाई सबैले पनि नन्दले पनि आज मलाई सौतानी व्यवहार गरेर होला नि त नि, अनि त्यही व्यवहार गरेको तपाईँलाई भनेर भन्यो बिन्दुले। मैले त्यस्तो सौतानी व्यवहार कहिले पनि गरेको थिइनँ, किनकि मेरो छोराछोरी भनेर ऊ गरेँ। अब पहिला पनि अब कान्छी छोरीले दुःख दिएको थियो, जेठीपट्टिको कान्छी छोरीले दुःख दिएको थियो मलाई। राति राति दौडानी ऊ गर्ने गर्थ्यो हामीलाई। म बाबु मेरो फुच्चे सानो 6 महिना वर्षदेखिको मात्र थिएँ। मैले त्यस्तो पछाडि पिठोमा बोकेर राति राति खोज्ने हिँड्थेँ हामी। म मेरो बुढो मेरो दाई भाउजू खोज्न हिँड्थेँ। त्यही पनि खोजेर ल्याएर राख्दाखेरि फेरि दौडिन्थ्यो, एकछिन टोइलेट जान्छु भनेर दौडिन्थ्यो। त्यही पनि त्यो बिन्दुहरूले मेरो नन्दहरूले कसैले पनि देखेन, मैले माया गरेर अनुसार कसैले पनि देखेन। त्यही पनि म सबै स्पष्ट भनिदिन्छु आज चाहिँ, किनकि धेरै मलाई चित्त दुखेको छ कि मैले त्यसरी राति राति हामीलाई दौडाउँथ्यो, ल्याउँथ्यो, राख्थ्यो, भात खुवाउँथ्यो। त्यही पनि फेरि स्कुल पठाउँथ्यो। बिहान स्कुल पठाउँदाखेरि स्कुलबाटै फेरि फुपूको घरतिर पुग्थ्यो, रानीबारीतिर पुग्थ्यो। फोन गर्नुहुन्थ्यो, दिदीले फोन गर्नुहुन्थ्यो, सानो दिदीले फोन गर्नुहुन्थ्यो, कान्छी दिदीले फोन गर्नुहुन्थ्यो। अनि के हो माइली छोरी त यता आहा त नि भनेर भन्नुहुन्थ्यो। त्यहाँ रुममा पुग्थेँ राति राति पनि। कम दुःख दिएको थिएँ कान्छीले। अहिले ऊ पाल्छु भनेर मेरो नन्दले लिएर जानुभयो। म झुट बोल्दिनँ, पाल्छु भनेर लिएर जानुभएको यहाँबाट। मेरो ससुरै आउनु भएको थियो लिन, पाल्छु भनेर मेरो जेठी नन्दको बिन्दुको घर बस्नु भएको थियो, बसेको थियो मेरो छोरी, कान्छी छोरी। अहिले भतो बनाएर राखेको छ। फेरि अहिले पनि फेरि जेठी छोरीलाई भतो बनाउन राख्नु खोजेको कि म लिन आउँछु, मै पाल्छु भनेर मेरो बुढालाई मेसेज गरेर रहेछन्। तर म एउटै आइडी खोलेँ बुढाबुढीको, म सबै स्पष्ट कुरा गर्छु। एउटै आइडी छ, मेरो बुढालाई मै पाल्छु यस्तो कुर्दो रहेछ, सौतानी व्यवहार गरेर रहेछ अरे। त्यो त उसको छोरीहरूको व्यवहार हुनु पऱ्यो नि त। उसको छोरीलाई मोबाइल एकछिन दियो भने त्यो होमवर्क त कहाँ हेर्ने त, मोबाइलमा होमवर्क हेर्ने कहाँ केटाहरूलाई मेसेज खेलेर बस्ने, दुनियाँ दिवाना साथीहरूसँग मेसेज खेलेर बस्ने। त्यो मोबाइल दिएर राम्रो हुने हो र? सबैलाई भन्छु है, यो नन्द अमजु भाउजू जोसुकै हुन्छ, सबैलाई मैले सुनाएको छु। तर एउटा कुरा याद गर्नु, सौताको छछारी कसैले पनि नपाल्नु है। म यो राम्रो कुरा भनेको छु, सौताको छछारी कहिले पनि नपाल्नु। यति राम्रो छछारी छ भने त पाल्नु, त्यस्तो व्यवहारको छ भने चाहिँ कहिले पनि नपाल्नु। म राम्रो सिधा भनिदिन्छु, मैले भुगे अनुसार देखेँ अनुसार सकेसम्म चाहिँ। हजुरहरूले जति बालबच्चा भएन ऊ भएन भनेर पनि त्यो ठुलो भएको बच्चाहरू लिएर चाहिँ कहिले पनि नपाल्नु। बुझेको बच्चाहरू लिएर नपाल्नु। बरु बिस्रो त उसतिर होला होइन, बरु 2-3 महिनाको बच्चा चाहिँ लिएर स्याहार्नु, पाल्नु। उनीहरूले त बाबामा चिनेको हुँदैन नि त नै, हो कि नै हो। त्यस्तै 2-3 महिनाको बच्चा लिएर पाल्नु। हजुरले त्यही अनुसारले माया गर्नु, त्यही अनुसारले उ गर्नु, बुझ्छ त्यो बच्चाले। हाम्रो त किनकि 6-7 वर्षको बच्चा लिएर मैले त पालेको हो। 6-7 वर्षको बच्चा मैले ल्याएर पालेको, 2टा छोरी, सौताको छोरी। त्यही माथि पनि उसले राम्रो देखेन कि।
हेर्नु साथी गाइस, तपाईँहरूले सकेसम्म त्यो ठुल्ठुलो भएको सौताको छचलिया चाहिँ नपाल्दै नपाल्नु है, मैले भन्दैछु।